ल गाइज हामी खोटाङ जाने क्रममा सिन्ताङ पुग्यौँ है गाइजहरू। यहाँ चाहिँ फाइनली सिन्ताङ पुग्यो। फाइनली सिन्ताङ पुग्यो है। सिन्ताङको हावा पनि खाउँ ल त गाइज। हावा चाहिँ मिठो रहेछ त्यो सिन्ताङको होइन मान्छे। हजुर एकदम ठिक छ धेरै गाई यार हल्लायो धेरै। मकै त कस्तो राम्रो अनि यसको पात कति ठुलो ठुलो नि यता। हजुर के राम्रो छ अरे भान्जी यस्तो राम्रो छ। ओ बाफ्रे सिस्नुले के गर्छ भान्जी चिल्छ नि है। ल साथीहरू यता चाहिँ अगाडिपट्टि हामी चाहिँ उल्टो बाटो बसिरहेको छौँ है गाइज। यहाँ सामानहरू रहेछ टन्नै पसलको। हाम्रो कुखुरा छ। त्यस्तो नगरौँ मलाई। बाटो कहाँ कहाँ हो अढाई सौ जाडो जाडो भयो त। ओ तल भैँसी रान्ना पनि अब बिजन भयो हेर्न न बाटो हेलो साथीहरू नमस्ते छ नमस्ते। ल आज चाहिँ हामी घर आएको छौँ साथीहरू। यो मेरो घर हो खोटाङको घरै गाइज। चिसो हावाले मलाई
हाम्रो भाइ हुनुहुन्छ यता। रोबोट अरे क्यू रोबोट। हेलो भान्जी, वेलकम टु माई भ्लग। के छ भान्जीको खबर? अर्ग्यानिक तरकारी केलाउँदै यसो अर्ग्यानिक माल पनि कति करोडको हो? ल साथीहरू, यहाँ चाहिँ 1-2 करोडको अर्ग्यानिक माल अरे साथीहरू। ल कुरा भनेको त्यो है। के छ यार साथीहरू खोला। मेरो माया नौ दरपरी। तपाईँहरूको कति राम्रो घुस हुन्छ क्या? यो पनि अलिक भरेको छैन। यो पनि आधा माना त छ नि, आधा माना ट्याक्कै सिसाको। बाख्रा भेट्न भयो मामा? आमा हजुर, स्वागत गरे हजुरलाई मेरो भ्लगमा। नमस्ते आमा हजुर। भाग्यमानी हुनु। आराम कुशलै हुनुहुन्छ मेरो आमा हजुर? आरामै छु। मेरो भ्लगमा हजुरलाई म भुइश्वरी नमस्कार गर्न चाहन्छु। नमस्ते है छोरी। अनि यतातिर हाम्रो भान्जी पनि हुनुहुन्छ। अनि हल्का लजाउनु भएको अवस्था। बजारको होइन छामा, म चाहिँ अलिक मेरो बसाइ डेन्जरस थियो क्या, त्यही भएर। डेन्जरस है, हजुर खतरनाक माने डेन्जरस है। अनि लगाइ छ हाम्रो यहाँ कुखुरी गाउँ पनि छ। कुखुरी गाउँ खोइ त्यो त लास्टै उ गर्ने खालको रहेछ क्या। यता आएर उता भित्र पसि गयो। मार्नु पो पर्छ होला हौ त्यसलाई त। कहाँ गयो नि माकुरीलाई त म। माना कोदो पनि लैजाऊ है, ढिँडो खाने भनेको त मान्दै छैन। आमा चाहिँ यहाँ फोनमा बोल्दै रहेछ। पछि दिनेशलाई ल साथीहरू, बाख्राखोर चाहिँ यहाँ छ है गाइज। जब जब उडा यहाँ चाहिँ के भएछ यहाँ घरमा अलिकति स्क्राच। दिस इज बुट्टा होला हौ। आमा यो के भएको यहाँ पर घरमा? यो के पाम्काको जस्तो छ त मासतिर? बिरालो पसेको बिरालो। आमामा बिरालो पसेको हो त्यसरी। ल साथीहरू, बिरालो पसेको। बिरालो माने डेन्जर माने बिरालो हुन्छ है साथीहरू।
म्याउ म्याउ बिरालो यतातिर आऊ। ल यतापट्टि ढिकीपट्टि छ, ढिकीपट्टि छ यस्तो। यहाँ भित्र चिची छ कि चिची बढी छ। चिची यसो बिरालोले फेरि गायब गर्छ भनेर है। फुलै फुलको सिम्मालाई यहाँ देखाउनु त। सिम्मालाई अहिले मायाउ माग सिम्मा के छ? सिम्मा के छ? सिम्मा हेलो गाइस, सिम्मा चाहिँ यहाँ छ अहिले। आमै कसले? हेलो नमस्ते ल ल ल ल ल दीदी मैं ये हूँ, ये सिम्मा है। मुझे और नाक कोटारा है, इसके लिए बहुत सफा हो जाएगा मुझे। मुझे क्या कर रहा है यार तुम? कोला भी होता है ना मेरा घर में। इधर 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 बोल रहा साथी सिम्मा। ये सिम्मा है, मैं चंडिका हूँ साथी। ये सिम्मा है, मैं चंडिका हूँ। सिम्मा है बिदुरेपा को छोरी है सिम्मा ठुली। मैं भी बिदुरेपा छोरी कान्छी है ना मुझे। कुन कुखुरा हौ हजुर? यो सेतो? ओ यो अरे ओ सानो छ। कुखुरा त टन्नै छ नि यार हौ। मेरो घरमा कुखुरा नहुने भन्ने कुरा छँदै छैन नि। यो सोल्टिनी यसलाई सोल्टिनी हुनुहुन्छ त है। सिम्मा सोल्टिनीलाई भनेको। हाम्रो भान्जी चाहिँ फेरि आफ्नै तालमा हुनुहुन्छ है गाइस यहाँ। भान्जीको 25 करोडको माल। होइन त साथीहरू के कसो सोसाइटीहरू यस्तै कुरा हो। ल ल ल ओके ओके सिटी ओके बाई बाई। बुनु के गरेको? बुनु हेर मैले, बुनु हेर न, ऊ मैले भ्लग बनाउँदैछु। ल हुन्छ ल राखेँ हजुर। ए नै बोल्नु इधर बोलो। फुलको भ्लगमा मिठो मिठो कुरा गर्नुहोस्। अनि हामीलाई देखाएर मान्छेले कहाँ जानुभएछ पनि? मम्मी मात्रै आएको होला नि नानी। हजुर मम्मी मात्रै पहिला गरी स्कुल स्कुलमा स्कुल गएको होला नि। स्कुल लागिरहेको छ। खोर्सानी त यहाँ हजुर भन्ने पक्की बहिनी पठाइदिनु भएको थियो।
यहीँ थियो नि नानी हाम्रो त पोहोरसम्म त खोज्छन् नानी बुढो भएर मरिगयो नानी खाने मान्छे पनि छैन नानी अब त जेठाले पनि खोज्छाने बिर्सी हालेको न खानुहुँदैछ पहिले त पकाउँदा खान्छ अब त छैन नि त नानी बुढै मर्छ नानी थियो नि बिरुवा खोज्यो भने त हुँदैन नानी बोजहरू हो नि छ नानी त्यही भएर चाहिँ अलि मलाई हालेर लानु पाइयो भने खोर्सानीमा चाहिँ त्यति भइहाल्छ नि होइन नानी फेरि भइजानु तिन बजी कहिले आउँछ अब खोइ कुन नानी अब कसरी हुन्छ कि बजी चाहिँ बसेर गर्नु छ कि एउटा साथी गर्नु पर्छ हेर्नु त हावापानी पनि कति मिठो हजुर एक दुईजना बसेको जग्गा खराब छ त्यो यहाँ नजिक नजिक घर भन्दा बसेको तर बोजहरू त कति आनन्द यतिको भने त म बसेको मान्छ लासी नानी नालु भाइ नि मौला नानी मको कान्छ चाहिँ मान बाई नानी ल गफला भुले मुती तपाईँ नानी मेन नमागो है किरा माथि नमाग नाम मिन्दा निलिनिन होला मैले दिन्छ नुको बोजू माने पानी माइदिने माने मलाई पनि खानु नि त नानी मैले नै खाँदैन किन त्यस्तो त्यही भन्छ हजुर मुनको अन्त त म सक्नु के म सेवा किन भन्छु के तातो चिन्नु पर्ने के भन्नु अरू त नानी नानी खाना दिने है झापा चाहिँ चाहिन्छ नानी खाना ल्याएको मलाई है बासु चामलमा अब हामीलाई त आउनु त जान छ त्यही म माइती चाहिँ नि त त्यो खिर चाहिँ चामल मैले पठाउँदा मामै सँगै खान्छ नि के त खुला भने आएको खै म सब्जीहरू खानु जान त खाँदैन हो बहुत मजा फुटे छ होला त्यही कस्तो खानु त्यही अन्त बोक्नै सक्दैछौँ क्या खानु त्यो छ अस्ति सकेन पुरा बोकेर तै पोखरीसम्म नानी त पोखरीसम्म निकालेर पो नानी पोखरीसम्म पुग्नु त धेरै पो लाग्दैछ नानी उकालो गर्न सक्दैन म पनि त्यति थियो जाने हामी जाने नानी नानी अक्का भागमा दिएर खाना चाहिँ भात भागमा चाहिँ काम छैन सुन्नु अक्का चाहिँ जाँदैन म नानी बिहान है मामा नेट पाउनु भएको छ मलाई पनि झपट दिनु न हुन्छ पासपोर्ट भन्नु है मेरो सबै गएछ र राति सिधै गएछ म त निन्द्रा नलागेर भटपट्टि घोडा दुखेर नानी भयो 4 पल्ट म त मस्त सुति गएछु बजु अनि पछाडि पो उठे दिनु है त्यो 3 बजे गएछ साह्रै निन्द्रा लाग्यो यस्तो सोचे कि अब बाहिर जाम कि रोक्नु भएन घर यस्तो 3 बजे छ मलाई उठाएको भए होइन बजे सुत्नु भएको मजाले कति भएको नानी हजुर अनि 3 बजे जस्तो हजुर अनि यस्तो घरि 3 बजे थियो अनि मेरो बाबा पनि अनि सुति थिए ए गइदिए मामा पासपोर्ट के छ ए हुन्छ भयो भयो तर कति राम्रो सोच्नु नि हजुर म धान चाहिँ नि भन्दा हुन्छ है बजु मै सबै नि खान्छु नि बजु तपाईँ बुढी मान्छे कति कति नि कति छ अलिकति छ मैले खान्छ मेरो ब्लगको पनि सदुपयोग गर्नु मैले सदुपयोग गर्नु खोजेको थिएन तर हामीले नजानेको अवस्था नानी उनीहरू अलिक फाटा छ यो चाहिँ नआउने है भाइजी कता जानु भान्जी त यहीँ भाइ बुझु उले बाजे भाइ त भाइ पप्पुको माथि मको पर्ने रोकिन भने त्यो खानु त भन्छ त्यो अम्बको किन बोका खानु भने माइगरे भन्नु गर्नु बाख्रा बस्नु फर्काउँछ एकछिन होइन 5 राख्छ नानी Okay guys, thanks for watching.